आज हामी लेसन 16 को शब्दावली सिक्दैछौँ। साथै हरेक शब्दको नेपाली अर्थ पनि जान्नेछौँ। अब सुरु गरौँ है त। मुख्य क्रियाहरू छन् यहाँ। दौसी, दौसी भनेको भर्ब, दौसी भनेको भर्ब। नोरिमास, नोरिमास भनेको चढ्छु, नोरिमास भनेको चढ्छु, नोरिमास, नोरिमास भनेको चढ्छु। जस्तै ट्रेनहरूमा चढ्नुलाई नोरिमास भनिन्छ, ट्रेनमा चढ्छु। देन्स्यानी नोरिमास, ट्रेनमा चढ्छु। ओरिमास, ओरिमास भनेको झर्छु, ओरिमास भनेको झर्छु, ओर्लन्छु। देन्स्याओ ओरिमास, ट्रेनबाट झर्छु। नोरिखाएमास, नोरिखाएमास भनेको सवारी चेन्ज गर्छु। जस्तै बसबाट ट्रेनमा जानु, बसबाट ओर्लेर ट्रेनमा जानुलाई नोरिखाएमास भनिन्छ। नोरिखाई, नोरिखाएमास भनेको बसबाट ट्रेनमा अथवा ट्रेनबाट बसमा चेन्ज गर्नु, सवारी चेन्ज गर्नु। नोरिखाएमास भनेको। आबिमास, आबिमास भनेको नुहाउनु, आबिमास भनेको नुहाउँछु, आबिमास, आबिमास भनेको नुहाउँछु। सावाओ आबिमास भनेको सावर लिन्छु अथवा नुहाउँछु। किरेमास भनेको हाल्छु, इरेमास, इरेमास भनेको हाल्छु, इरेमास, इरेमास भनेको हाल्छु। इरेमास, इरेमास भनेको हाल्छु, भित्र कुनै सामानहरू भित्र हाल्नुलाई इरेमास भनिन्छ, भित्र हाल्छु। दासीमास भनेको निकाल्छु, दासीमास भनेको निकाल्छु। हाइरिमास, हाइरिमास भनेको पस्छु, हाइरिमास भनेको पस्छु। दाइगा कुनी हाइरिमास भनेको विश्वविद्यालयमा पस्छु अथवा विश्वविद्यालयमा छिर्छु। दाइगा कुनी हाइरिमास भनेको विश्वविद्यालयमा पस्छु अथवा विश्वविद्यालयमा छिर्छु। देमास, देमास भनेको निस्कन्छु, देमास भनेको निस्कन्छु। दाइगा कुओ देमास भनेको पास गर्छु, विश्वविद्यालयबाट पास गर्छु। देमास, देमास भनेको निस्कन्छु अथवा पास गर्छु। दाइगा कुओ देमास, दाइगा कुओ देमास भनेको विश्वविद्यालयबाट निस्कन्छु, पास गर्छु। यामेमास भनेको छोड्छु, जस्तै जागिर छोड्नु, यामेमास भनेको छोड्नु, यामेमास भनेको छोड्छु। ओसीमास भनेको थिच्छु, ओसीमास भनेको थिच्छु। केही शब्दहरू छन्। मेसी, मेसी भनेको नाउनहरू। वाकाई भनेको जवान, वाकाई भनेको जवान, वाकाई भनेको जवान। नागाई भनेको लामो, नागाई भनेको लामो। मिजिखाई भनेको छोटो, मिजिखाई भनेको छोटो, मिजिखाई भनेको छोटो, मिजिखाई भनेको छोटो। आकारुई भनेको उज्यालो, आकारुई भनेको उज्यालो। गुराई भनेको अन्धकारमय, गुराई भनेको अन्धकारमय। गाढा, गुराई भनेको गाढा, अन्धकारमय। सेगाताखाई भनेको अग्लो, सेगाताखाई भनेको अग्लो, सेगाताखाई भनेको अग्लो। सेगा हिकुई भनेको होचो, सेगा हिकुई भनेको होचो, हिकुई भनेको होचो, ताखाई भनेको अग्लो। सेगा ताखाई पनि भनिन्छ अग्लोलाई। सेगा हिकुई भनेको होचो। आतामागा इई भनेको बुद्धिमान, आतामागा इई भनेको बुद्धिमान, आतामागा इई भनेको बुद्धिमान, आतामागा इई भनेको बुद्धिमान, आतामागा इई भनेको बुद्धिमान। खारादा भनेको शरीर, खारादा भनेको शरीर। आतामा भनेको टाउको, आतामा भनेको टाउको, आतामा भनेको टाउको, आतामा भनेको टाउको। खामी भनेको कपाल, खामी भनेको कपाल, खामी भनेको कपाल। खावा भनेको अनुहार, खावा भनेको अनुहार। खाओ भनेको अनुहार, खाओ भनेको अनुहार, खाओ भनेको अनुहार। मे भनेको आँखा, मे भनेको आँखा, मे भनेको आँखा। मिमी भनेको कान, मिमी भनेको कान। कुच्ची भनेको मुख, कुच्ची भनेको मुख, कुच्ची भनेको मुख। हा भनेको दाँत, हा भनेको दाँत। ओनाखा भनेको पेट, ओनाखा भनेको पेट, ओनाखा भनेको पेट। आसी भनेको खुट्टा, आसी भनेको खुट्टा, आसी भनेको खुट्टा। सेबिचु, 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 सेबिचु भनेको सर्भिस, सेबिचु भनेको सर्भिस, साबिसु भनेको सर्भिस, साबिसु भनेको सर्भिस, साबिसु भनेको सर्भिस।
ज्याङ ज्या जोगिङ जोगिङ्गु जोगिङ्गु भनेको जोगिङ जोगिङ्गु भनेको जोगिङ जोगिङ्गु भनेको जोगिङ जोगिङ्गु भनेको जोगिङ सावा भनेको सावर सावा भनेको सावर नुहाउनु सावार सावा भनेको सावर सावा भनेको सावर मिदोरी भनेको हरियो हरियाली मिदोरी भनेको हरियो हरियाली मिदोरी भनेको हरियो हरियाली ओतेरा भनेको मन्दिर बौद्ध मन्दिरलाई ओतेरा भनिन्छ ओतेरा भनेको मन्दिर जिन्ज्या जिन्ज्या भनेको मन्दिर सिन्टो मन्दिर जिन्ज्या जिन्ज्या भनेको मन्दिर जापानको मन्दिरलाई जिन्ज्या भनिन्छ जिन्ज्या जिन्ज्या भनेको मन्दिर बानगौ बानगौ भनेको नम्बर बानगौ भनेको नम्बर बानगौ भनेको नम्बर दौयात्ते भनेको कसरी दौयात्ते भनेको कसरी दौयात्ते भनेको कसरी दौयात्ते भनेको कसरी दोनो भनेको कुन दोनो भनेको कुन दोनो भनेको कुन दुईभन्दा बढी मध्येमा भन्नु पर्यो भने दुईटा कुरा छ भने कुन चाहिँ भन्नु पर्यो भने दोनो भनेर भन्नुपर्छ दोनो भनेको कुन दोरे भनेको कुन चाहिँ दोरे भनेको कुन चाहिँ वस्तुहरूमा प्रयोग हुने दोरे दोरे भनेको कुन चाहिँ दोरे भनेको कुन चाहिँ कुनै पनि वस्तुहरूमा प्रयोग गरिन्छ दोरे दोरे भनेको कुन चाहिँ इए मादा मादा देश इए मादा मादा देश भनेको होइन अझै धेरै सिक्न बाँकी छ इए मादा मादा देश इए मादा मादा देश इए मादा मादा देश होइन अझै धेरै सिक्न बाँकी छ होइन अझै धेरै सिक्न बाँकी छ इई मादा मादा देश इई मादा मादा देश इए मादा मादा देश इए मादा मादा देश भनेको होइन अझै धेरै सिक्न बाँकी छ इए मादा मादा देश भनेको होइन अझै धेरै सिक्न बाँकी छ इए मादा मादा देश भनेको होइन अझै धेरै सिक्न बाँकी छ भनेको माजु भनेको सुरुमा माजु भनेको सुरुमा माजु भनेको सुरुमा क्यासुकादो भनेको एटिएम कार्ड क्यासुकादो भनेको एटिएम कार्ड क्यासुकादो भनेको एटिएम कार्ड क्यासुकादो भनेको एटिएम कार्ड आन्स्यौका बाङ्गो आन्स्यौ बाङ्गो आन्स्यौ बाङ्गो भनेको पासपोर्ट आन्स्यौ बाङ्गो आन्स्यौ बाङ्गो आन्स्यौ बाङ्गो भनेको पासपोर्ट आन्स्यौ बाङ्गो भनेको पासपोर्ट आन्स्यौ बाङ्गो भनेको पासपोर्ट चुगिनी भनेको त्यसपछि 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 किनगाकु भनेको रकम किनगाकु भनेको रकम किनगाकु भनेको रकम किन बोतान भनेको बटम बोतान भनेको बटम बोतान भनेको बटन केही अरू युजफुल फ्रेजहरू पनि छन् दोयाते इकिमास्का दोयाते इकिमास्का तपाईँ कसरी जानुहुन्छ दोयाते इकिमास्का तपाईँ कसरी जानुहुन्छ दोयाते इकिमास्का तपाईँ कसरी जानुहुन्छ दाइगाकु ओ यामेमास्ता दाइगाकु ओ यामेमासिता मैले विश्वविद्यालय छोडेँ दाइगाकु ओ यामेमासिता मैले विश्वविद्यालय छोडेँ दाइगाकु ओ यामेमासिता मैले विश्वविद्यालय छोडेँ जोगिङ्गु ओ सिमास जोगिङ्गु ओ सिमास भनेको जोगिङ गर्छु जोगिङ्गु ओ सिमास भनेको म जोगिङ गर्छु जोगिङ्गु ओ सिमास भनेको म जोगिङ गर्छु बोतान ओ ओसिमास भनेको म बटन थिच्छु 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 ल लेसन 16 का केही शब्दहरू मैले नेपाली मिनिङ सहित यहाँ तपाईहरुको माझमा लिएर आएँ भिडियो मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला फेरि लेसन 17 मा भेटौँला जय माता आरिगातो गोजाइमास